ब्रह्मा मुरारेस्त्रिपुरान्तकारे भानु शशि भूमिसुतो बुधश्च गुरु शुक्र शनि राहु केतव सर्वे ग्रहा शान्तिकरा भवन्तु। समादरणीय ज्योतिष जिज्ञासु मित्रजनहरू, यहाँहरूलाई श्री राधाकृष्ण ज्योतिष परामर्श च्यानलमा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्रस्तुता वैकुण्ठ शरण खतिवडा सदा जस्तै उपस्थित भइसकेको छु। यहाँहरूलाई म नयाँ एपिसोड लिएर आजको एपिसोडको शीर्षक छ शून्यबाट उठेर मान्छे कसरी शिखर चुम्न सक्छ, त्यस्तो प्रकारको कुण्डली कस्तो हुन्छ, यस सन्दर्भमा यहाँहरूलाई म जानकारी गराउन गइरहेको छु। हुन त यो भिडियो मैले सर्ट भिडियो मार्फत यहाँहरूलाई मैले जानकारी गराएँ। मेरो केवल उद्देश्य भ्युज बढाउने, त्यहाँबाट पैसा लिने मेरो कुनै पनि स्वार्थ यसमा लुकेको छैन। किनकि मैले धेरै दुःख पाएर ज्योतिष पढ्न चाहँदाखेरि पनि गुरु नपाएर धेरै दुःख गरेको हुनाले यो ज्ञान म यो शरीर छोड्नुभन्दा पहिले नै सबैलाई दिन सकौँ, सबैलाई बाँड्न सकौँ भन्ने उद्देश्यले मात्रै मैले यो भिडियो बनाइरहेको छु र यहाँहरू घर घरमा ज्योतिष बन्न सक्नुहोस्, मेरो यो शुभकामना छ। र यस सन्दर्भको भिडियोमा यहाँहरूलाई लाग्ला यसले युट्युबे हो, यसले चाहिँ त्यत्तिकै भिडियो बनाउँछ, यो नसोच्नु होला। मैले वाल्मीकि विद्यापीठमा योभन्दा पूर्वका पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गुरुसँग मैले यो ज्योतिष विद्या मैले वाल्मीकि विद्यापीठमा पढेको हुँ। त्यसपछि गएर मैले हजारीजनक विद्यापीठमा पनि पढेँ। साथसाथै गएर मैले सम्पूर्णानन्द विश्वविद्यालयबाट पनि यस विद्याको मैले हासिल गर्न सम्भव भयो मलाई। त्यसकारण म यहाँहरूलाई यो निवेदन गर्छु र मैले यहाँहरूलाई केवल भिडियो बनाउँदा केवल भिडियोका लागि भिडियो नबनाएर सान्दर्भिक सन्दर्भ ग्रन्थहरूको आधारमा ती सूत्रहरू ऋषिमुनिहरूले दिएका, पराशर मुनिले दिएका, नारद मुनिले दिएका यस्ता प्रकारका ती सूत्रहरूलाई केवल सूत्रको रूपमा मात्रै व्याख्या नगरेर तिनलाई मैले व्यावहारिक रूपमा घटाएर घटित भएका कुण्डलीहरू मात्रै यहाँहरूलाई मैले प्रस्तुत गर्न गइरहेको छु। जहाँ प्रमाणित हुँदैनन् ती मैले भिडियो बनाउँदिन, जुन कुरा प्रमाणित हुन्छन् ती कुरालाई मैले भिडियो बनाउने गरेको छु। सन्दर्भ ग्रन्थ के छन् त तसँग भन्ने यदि हजुरहरूलाई जिज्ञासा छ भने म त्यस सन्दर्भमा यहाँलाई जानकारी गराउँछु। यहाँ हेर्न सक्नुहुन्छ, मैले यो बृहत पराशर होराशास्त्र नाम गरेको ग्रन्थबाट तपाईहरुलाई मैले यो भिडियो यसका आधारमा पनि मैले दिइरहेको हुन्छु। केवल त्यसका आधार मात्र हैन, मसँग अर्को एउटा छ, तपाई हेर्न सक्नुहुन्छ, रावण संहिता। यस संहितामा के चीज छैन र सारा कुराहरू यस ग्रन्थमा रहेका छन्। यो सबै व्याख्या गर्न सक्दिन म। फेरि अर्को पुस्तक छ तपाईहरुलाई चित परिचित ग्रन्थ छ, यो ग्रन्थको नाम हो लाल किताब। यस ग्रन्थको पनि मैले अध्ययन गरेर त्यसबाट मैले यहाँहरूलाई भिडियो पस्किने गरेको छु। अर्को छ यहाँ पुस्तक, यहाँ हेर्न सक्नुहुन्छ, ज्योतिषसार नाम गरेको ग्रन्थ छ। यो ज्योतिषसार नाम गरेको ग्रन्थ पनि मैले यसको अध्ययनबाट, यसको आधारबाट, त्यसपछि गएर तपाईँ हेर्न सक्नुहुन्छ, जातकाभरण नाम गरेको पुस्तक छ, ग्रन्थ छ। त्यस्तै तपाईँ हामी हेर्न सक्नुहुन्छ ताजिक नीलकण्ठी, यो पुस्तक रहेको छ। मुहूर्त चिन्तामणि यो रहेको छ। एउटा हाम्रो नेपाली राइटरकै पुस्तक हो यो, मणिप्रसाद तिवारीको त्रिकाल जन्म कुण्डली। त्यस्तै गरिकन हाम्रो पुरानो ग्रन्थ छ, हाम्रा हजुरबाहरूले पनि प्रयोग गर्ने ग्रन्थ, यहाँ हेर्न सक्नुहुन्छ, लग्न चन्द्रिका। त्यस्तै गरिकन हामीले विद्यालयमा पनि हामीले उत्तर मध्यमामा पढ्नु पर्थ्यो, यो लघु पाराशरी नाम गरेको ग्रन्थ छ। अर्को छ यो सानो पुस्तिका छ, लघु पुस्तिका, यसको नाम हो लघु जातक। त्यसपछि गएर लग्न जातक। त्यस्तै गरी मानसागरी अनि
यस्ता गरेका ग्रन्थहरू अनु धेरै प्रकारका ग्रन्थहरूको अध्ययन गरेर तिनको सूक्ष्माति सूक्ष्म अनुसन्धान गरेर त्यस विषयका कुण्डलीहरू ल्याएर अध्ययन गरेर मैले आफैले पनि भविष्यवाणी नाम गरेका पुस्तक यिनै सबै ग्रन्थहरूको निचोडको रूपमा निकालेको छु। साथसाथै मैले अहिले अर्को एउटा ग्रन्थ तयार गर्न गइरहेको छु जो साधारणभन्दा साधारण व्यक्तिले पनि ज्योतिष पढ्न सकोस् भनेर। त्यसकारण मैले युट्युबका लागि युट्युब मैले बनाइरहेको छैन। त्यसकारण जति जति हजुरले यसलाई लाइक सब्स्क्राइब नयाँ भएमा त्यस्तै गरिकन सेयर गरिदिनुहुन्छ भन्ने मैले पूर्ण अनुरोध गर्दछु। यहाँ आजको विषयमा म यहाँलाई जानकारी गराउन गइरहेको छु। आजको विषय छ कसरी व्यक्ति जिरोबाट उठेर शिखरमा पुग्न सक्छ त भन्ने सन्दर्भको मैले यहाँ आज प्रस्तुत गर्न गइरहेको छु। आजको एपिसोड हाम्रा जम्मा त्रिकोणहरू 4 प्रकारका त्रिकोणहरू हुन्छन्। 4 प्रकारका त्रिकोण भन्नाले पहिलो त्रिकोण धर्म त्रिकोण। हाम्रो धर्मशास्त्रमा पनि हामीले सुन्न सक्छौं धर्म पहिलो धर्माचरण गर, धर्मद्वारा अर्थको आर्जन गर अनि कामको पूर्ति हुन्छ। कामको पूर्ति भइसके उपरान्त गएर अनि फेरि मोक्षको कामना गर, मोक्ष प्राप्तिको काम गर भनेर धर्म अर्थ काम मोक्ष जम्मा 4 पुरुषार्थ हुन्छ। हाम्रो कुण्डलीमा कसरी 4 पुरुषार्थ कहाँ उल्लेख भएका छन् त भन्दाखेरि प्रत्येक व्यक्तिको जन्म कुण्डलीमा जम्मा 12 कोठा हुन्छन्। हरेक व्यक्तिको हामी हेर्न सक्छौं। 3 मध्येमा लग्न, पञ्चम र 9 भावलाई धर्म त्रिकोण भनिन्छ। धर्म त्रिकोणको 9औं स्थानमा यदि दशमेश गरेर बसेको छ भने त्यस्ता व्यक्तिले शून्यबाट उठेर शिखर चुम्न सक्छ। त्यस्तो अवस्थामा के हुन्छ त भन्दाखेरि त्यस्ता व्यक्तिले किनकि धर्म कर्मको एक आपसमा संयोजन हुन्छ, कर्मको स्वामी नै धर्म स्थानमा गयो। तर यी त्रिकोणमा मैले अब बताउने फलहरू मध्येमा सबैभन्दा उत्तम फल के हुन्छ त भन्दाखेरि यदि लग्नेसँग नैसर्गिक रूपमा यदि उ शत्रु छैन, लग्नको कारक छन् भनेदेखि 100मा 100% यो फल लागू हुन्छ। त्यस्तै धर्म अर्थ त्रिकोण मध्येमा प्रथम, पञ्चम र 9लाई धर्म त्रिकोण भनिन्छ। 9 भावमा यदि दशमेश छ भने त्यस्ता व्यक्तिले शून्यबाट उठेर शिखर सुम्न सक्छ। दोस्रो अर्थ त्रिकोण भन्नाले द्वितीय भाव, 6ठौं भाव, 10औं भावमा पर्दछन्। 3 मध्येमा 6ठौं भाव र यदि 10औं भावमा दशमेश बसेको छ भने त्यस्ता व्यक्तिले पनि शून्यबाट उठेर शिखर चुम्ने काम गर्दछ। त्यस्ता व्यक्तिले प्राय जस्तो सरकारी नोकरी योगबाट, किनकि त्यहाँ कर्मेशको 6ठौं स्थानमा सम्बन्ध भएको हुनाले सरकारी नोकरी योगबाट, सूर्य पनि राम्रो छन् भनेदेखि राजनीतिबाट शून्यबाट उठेर उसले शिखर चुम्ने काम गर्दछ। अर्को त्रिकोण रहेको छ काम त्रिकोण। काम त्रिकोण भन्नाले 3, 7, 11लाई लिन सकिन्छ। 3 मध्येमा 11लाई र 7औं भावलाई बढी जोड लिएको छ। यदि दशमेश 7औं भावमा आउँछ भनेदेखि त्यस्ता व्यक्तिले व्यापारी योगबाट उसले शून्यबाट उठेर शिखर चुम्ने काम गर्दछ। अर्को छ मोक्ष त्रिकोण। मोक्ष त्रिकोणको स्वामी यदि दशमेश गएर चतुर्थ स्थानमा बसेर 10औं स्थानमा नै देखिरहेको हुन्छ, त्यसो भएको हुनाले त्यहाँ बसेको ग्रहले पनि शून्यबाट उठेर शिखर चुम्ने योग बनाउँदछ। त्यसका लागि लग्नेशको मित्र हुनुपर्छ दशमेश। साथसाथै त्यति मात्र नभएर कारक पनि बन्न गयो भनेदेखि 100मा 100% हुन्छ। यदि कारक रहेनछ, लग्नको शत्रु रहेछ दशमेश भने पनि आंशिक रूपमा फल प्राप्त हुन्छ। विशेष निवेदन यस भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु हुनको लागि म अनुरोध गर्दै मेरा वाणीलाई यही विश्राम गर्छु। जय श्री राधे।